कस्तो थियो खाना? खाना मिठो छ। मिठो हो? कति मिठो? दाल जस्तै मिठो। दाल जस्तै मिठो? यो चाहिँ सिधै बेइज्जत गरेको जस्तो लाग्यो मेरो मासुलाई। दाल भनेको जस्तो लाग्यो मलाई। यो चाहिँ खसीको मासु, यो चाहिँ भैँसीको दुध, दही। है गाइस, के छ खबर? सबैजना सन्चै हुनुहुन्छ होला। दसैँ आइसकेको छ, रमझम लागिसकेको छ। यतिखेर म मासु खान खोजेको, तर मासु पनि पसलमा सकिएको रहेछ। त्यही भएर आज चाहिँ प्लान अलिकति चेन्ज भएको छ। मेरो प्लान के चेन्ज भएको भने मेरो प्यारी बहिनी यता आउनु भएको छ। प्यारी बहिनीसँग केही 2-4 शब्द बोल्न खोजेको छु। साँच्चै हो कि आज चाहिँ मासु खाने प्लान थियो। मासु नै सकेछ पसलमा। अब अभागी भएपछि के हुँदो रहेछ भने मासु पाउन अलिक गाह्रो हुँदो रहेछ क्या। त्यही भएर हामी बहिनीसँग आएको छ। बहिनी कस्तो उसको चाहिँ पाएको छ क्या। फेरि आज बहिनीले मात्र खान पाउने भयो, मैले नपाउने भयो। त्यही भएर अनि कति खाने आज? मासु धेरै खाने हो? फेक कन्टेन्ट क्रिएटर चाहिँ साँच्चीकै भनेको के, पसलमै गएर देखाउनुपर्छ तपाईँहरूलाई। पर्दैन नि होइन? तपाईँले मलाई विश्वास गर्नुहुन्छ, मलाई पनि थाहा छ। बहिनी यता हुनुहुन्छ? बहिनी दाइसँग चाहिँ कुनै टपिक छैन बोल्नको लागि, त्यसैले दाइले चाहिँ फेक कन्टेन्ट क्रिएट गरिरहनु भएको छ। ओहो हो हो, मलाई डुबाइरहेछ यहाँ, मलाई डुबाइरहेछ। एकदम पीडित भएको अवस्था छ। पैसा छ तर मासु छैन यहाँ। He is the fakest person you will ever see in your life. Oh my god, इङ्ग्लिस बोल्नुहुन्छ फेरि उहाँले होइन? फेरि मलाई इङ्ग्लिस बोल्न चाहिँ एकदम फेरि लो लेभलको मान्छेसँग इङ्ग्लिस बोल्नै मन लाग्दैन मलाई। फेरि मेरो पनि लेभल छैन, लेभल छैन। तिमी आज कुन मासु खाने? के को मासु खाने? As always chicken. चिकन हो? मटन होइन? साँच्ची हो? We don't like mutton. मटन बाख्राको, खसीको के नखाने? उसले खान्छ कि खाँदैन? कुनै खाँदैन? He only likes chicken. उसले त ओहो डान्स त खतरा देखाउँदो रहेछ हो। ए किन डर लाग्छ हो? ल दाइको अगाडि डराउनु पर्छ। त्यो भनेको राम्रो लक्षण हो क्या। वाउ, यो फेरि यो काफ्रेली डान्स देखायो यता। दसैँको टपिकमा कुरा गरिरहेको छौँ कि हामी होइन? अनि हाम्रो कुरा कहाँ पुगेको थियो? कस्तो हँसाएको यो मान्छेले। तिमीलाई लाज लागेन? मलाई त कस्तो लाज लाग्छ क्या। दसैँको शुभकामना त्यसरी दिन्छ त? कसरी त्यहाँ थियो भन न, कसरी त्यहाँ थियो भन न। एकचोटि क्यारिकेचर गरेर उसले अघि गरे जस्तो क्या। उसको गर्न पनि हुन्न हो। ल सामान आइसके जस्तो छ। सबैलाई दसैँको शुभकामना। तपाईँहरूको पनि केही शुभकामना छ भने तल कमेन्टमा है त। हामी चाहिँ आज दसैँको उपलक्ष्यमा खाना, नेपाली खाना खानको लागि हामी यता, यो ठाउँको नाम के हो? ठुलो थकालीमा आएका छौँ। यहाँको भाइबले एकदम भित्रको मुटुको अन्तरङ्ग के भन्छ, भित्रको कुनासम्म छोएको छ। यहाँ चाहिँ एकदम कुल भाइब रहेछ। तपाईँहरू पनि यति खाना खाने सोच्नुहुन्छ भने यता बाटो नबिराइकन आउनु होला। मिठो छ। लोकेसन ठमेलको 10X को अगाडि छ। ठ्याक्क तपाईँले सिसाको घर देखिनुहुन्छ, त्यही भित्र आँखा चिम्लेर छिर्नुभयो हुन्छ। यस्तो मजा रहेछ है। तपाईँहरूलाई पनि एकदम मजा आउँदैछ। के अरे 2000 के आउँछ यो मान्छेको हो? यो मान्छेको हो? यसो साइड लुक हेर्दा त हिरो जस्तो पनि देखिन्छ। लुक्स हिरो मात्रै भएर हुन्छ? मान्छे पनि त हिरो हुनु। ह्याप्पी दसैँको लागि मेरो मटन खाना, नेपाली खाना सेट आइसकेको छ। अहिले चाहिँ हामी खाना लागेको आजको डिनर यस्तो छ। अनि घिउ पनि हो, हाल्नुहोस् त। कता हो? यस्तो मिलाएर ल, मिलाएर हाल्नु ल। वाउ, ओ माई गॉड, दामी ठुलो थकालीमा आएको हामी। ओ माई गॉड, यो त एकदम नेक्स्ट लेभल भयो नि। हेर्नुहोस् त हाम्रो बहिनीको। नेक्स्ट लेभल। अब हाम्रो भाइको पालो। भाइ फेरि भोलि इनर्जी आएपछि मलाई नै कुट्ने हो। मलाई डर लागिरहेको भने
खाउँ दिदीको अब यो चाहिँ हो कि भाइ चाहिँ हाम्रो नेपाली भाइ वाउ अनि उहाँको पनि राखिदिनुहुन्छ दामी एकदम दामी हजुर चम्चम खाने हो ल ढिलो नगरिकन खाएँ है तपाईँहरू पनि खानु होला खाइरहनु भएको छ भने खानु होला खाइरहनु भएको छैन भने हेर्नु होला यहाँ हाँसिरहेछ म देखाउनु नै पर्यो नि हेर्नको लागि यो चाहिँ खसीको मासु यो चाहिँ भैँसीको दुध दही यो चाहिँ के अरे बारीको काँक्रा र यसलाई के भन्छ गाजर हो यो चाहिँ मुलाको अचार यो चाहिँ अघि नै स्वाट गरेर मैले खाइदिएँ अचार थियो यहाँ चाहिँ हाम्रो गुन्द्रुक छ छेउमा भटमास पनि मिसाएको छ अनि यो करेला यो साग यो आलुको अनि यो दाल अनि यो भात बप्पाल छ बप्पाल यसपालिको दसैँमा आगो लाउँछु म फाइनली खायो दुईचोटि थपेर एकदम मिठो रहेछ साथीहरू सबैले एकदम सेटिस्फाई हुनुहुन्छ यहाँ खाएर हाम्रो साथीहरूको राय सल्लाह सुझाव भन्ने कि के भन्ने त्यो बुझौँ है त यहाँको खाना कस्तो भयो भनेर माई सिस्टर कस्तो थियो खाना मिठो अनि मेरो भाइ कस्तो थियो खाना हो कस्तो मिठो थियो यो खुसीले मिठो खाना खायो खुसीले यस्तो बस्छ अनि हाम्रो प्रकाश भाइ कस्तो थियो खानेकुरा एकदम यम्मी र डेलिसियस थियो ओ माय गॉड दामी यो चाहिँ मलाई पनि मन पर्यो मलाई पनि त्यस्तै लागेको थियो अनि मेरो हाम्रो कृष्ण कस्तो थियो खाना मिठो छ मिठो हो कति मिठो दाल जस्तै मिठो यो चाहिँ सिधै बेचत गरेको जस्तो लाग्यो मेरो मासुलाई दाल भनेको जस्तो लाग्यो मलाई तर मिठो थियो खाना हाम्रो दिदी मलाई सबभन्दा मिठो लागेको चाहिँ आलु फ्राई गरे आलु फ्राई मासु मन परेन ठिकै मिठै छ है सबै कुरा ठिकै थियो केही कुरा एक्स्ट्रा मिठो थियो केही कुरा मिडियम थियो एभरेजमा भन्नुपर्दाखेरि एकदम दसैँको आसपासमा खानालाई एकदम सुहाउने खालकै खानेकुरा थियो एकदम बवाल लाग्यो तपाईँहरू पनि खाने सोच बनाउनु भएको छ भने यता आएर तपाईँ इन्जोय लिन सक्नुहुन्छ यो ठमेलको 10X-कै ठ्याक्कै अगाडि छ तपाईँले देखिनुहुन्छ यता सिसाको घर छ त्यहाँ भित्र गएपछि छुट्टै भाग आउँछ त्यहाँ तपाईँहरूले टेबलहरू चुज गरेर बस्न सक्नुहुनेछ एकदम बब्बल लाग्यो ठुलो थकालीमा है आउनु होला इन्जोय गर्नु होला बाइ